हेलो नमस्ते सबैजनालाई। हेर्नु न हामीतिर त बिहानको 8-9 बजिसक्यो। न रुखको छाया नै देखिन्छ, न घाम उदाएको नै देखिन्छ। यो हाम्रोतिर मात्रै हो कि साथीहरू, तपाईहरुकोतिर पनि यस्तै हुँदैछ हो। त्यसले कमेन्ट र मेसेज गर्नु न हो साथीहरू। यो हाम्रोमा त बिजोग भयो, खोज्नुपर्छ यसरी। हेर्नु न, यसरी खोज्नुपर्छ सूर्यलाई पनि। अब रुख कता जानु खोज्न अचम्म परिसक्यो म त। के गर्नु भएर भौतारिरहेको छु साथीहरू। म हेर्नुहोस् कहीँ छ त। ल साथीहरू विचार गरेर भनिदिनु पर्यो।